किन यति धेरैजना मानिसहरू जो ठूला उद्देश्यका लागि बोलाइएका हुन्छन् उनीहरू अक्सर व्यभिचारसँगको गम्भीर सङ्घर्षमा पर्ने गर्छन्। यो त्यस्तो सङ्घर्ष हो जसको बारेमा कोही पनि खुलेर कुरा गर्न चाहदैन, तर यो तपाईको सोचभन्दा धेरै आम छ र यसको पछाडिको कारणहरू आश्चर्यजनक छन्। यदि तपाईँ व्यभिचारको यस लडाईसँग जुझिरहनु भएको छ भने तपाईँ एक्लो हुनुहुन्न। यसको पछाडि बाइबलमा गहिरो रहस्य लुकेको छ। आउनुहोस् यस लुकेको सङ्घर्षको पछाडिको सत्य जानौं। बाइबलमा केही सबैभन्दा अभिषिक्त मानिसहरूले भयानक व्यभिचारको सामना गरेका थिए। राजा दाउदको बारेमा सोच्नुहोस्, जो परमेश्वरको मन अनुसार चल्ने मानिस थिए, तर पनि उनले बत्सेबासँग व्यभिचार गरे। सिमसोनको बारेमा सोच्नुहोस्, जसलाई परमेश्वरले छान्नुभयो र आफ्नो शक्तिले भरिदिनुभयो, तर पनि व्यभिचारले उनको शक्तिलाई जित्यो। आज पनि परमेश्वरले छानेका मानिसहरू यो सङ्घर्षबाट मुक्त छैनन्। तर किन? व्यभिचार किन विशेष गरेर तिनीहरूलाई निशाना बनाउँछ जसलाई परमेश्वरले ठूलो कामको लागि छान्नु भएको छ? यो केवल मानिसको कमजोरी मात्र होइन, यो आत्मिक युद्ध हो। र शत्रु राम्रोसँग जान्दछ कि कसलाई निशाना बनाउने। बाइबल भन्छ कि आत्मिक युद्ध साँच्चीकै हुन्छ। इफिसी 6:12 लेखिएको छ, हाम्रो लडाई रगत र मासुसँग होइन, तर प्रमुखहरू, अधिकारीहरू, यस अन्धकारको संसारका शासकहरू र आकाशमा भएका दुष्ट आत्माहरूका विरुद्ध हो। व्यभिचार केवल शरीरको चाहना होइन, यो तिनीहरूमा भएको आत्मिक हमला हो जसको जीवनमा ठूलो बोलावट हुन्छ। शैतान जान्दछ कि यदि उसले छानिएका मानिसहरूको पवित्रतालाई नष्ट गर्न सक्यो भने उनीहरूको जीवनमा भएको परमेश्वरको बोलावटमा बाधा पुर्याउन सक्छ। तर व्यभिचारसँग लड्नु किन यति गाह्रो हुन्छ? जान्नुहोस् यी 5 आश्चर्यजनक कारणहरू। 1. आत्मिक आलस्य व्यभिचारलाई बलियो बनाउँछ। आत्मिक रूपमा बलियो हुनुको मतलब केवल परमेश्वरको उपस्थितिको अनुभव होइन, शत्रुको चालप्रति सचेत हुनु पनि हो। व्यभिचार शैतानले प्रयोग गर्ने एक शक्तिशाली हतियार हो, जसद्वारा उसले परमेश्वरको ठूला बोलावट पाएका मानिसहरूलाई भ्रममा पार्छ र कमजोर बनाउँछ। छानिएका मानिसहरू प्राय छिट्टै व्यभिचारमा पर्छन् किनकि शैतानलाई थाहा छ कि यदि उसले तिनीहरूलाई यसमा फसाउन सक्यो भने उनीहरूको आत्मिक दौडलाई सुस्त बनाउन वा मार्गबाट भड्काउन सक्छ। 2. एक्लोपनाले लुकेका सङ्घर्षहरूतर्फ लैजान्छ। छानिएका मानिसहरू प्राय त्यस्तो बाटोमा हिँडिरहेका हुन्छन् जुन थोरै मानिसले मात्र बुझ्न सक्छन्। यो एक्लोपनाले आशीर्वाद पनि दिन सक्छ, तर गम्भीर समस्याहरू पनि जन्माउँछ। यदि परमेश्वरसँग गहिरो आत्मिक सम्बन्ध छैन भने व्यभिचार एक व्यक्तिगत सङ्घर्ष बन्छ। यसलाई लुकाएर राख्दा निको पार्न झनै गाह्रो हुन्छ, जसले गर्दा धेरै छानिएका मानिसहरू शान्त रूपमा पीडामा बाँचिरहेका हुन्छन्। 3. ठूलो बोलावटले ठूला आक्रमणहरू ल्याउँछ। व्यभिचार सामान्य युद्ध होइन, यो आत्मिक हमला हो। शैतान सधैँ तयार हुन्छ भ्रममा पार्न, थकित बनाउन र मानिसलाई परमेश्वरबाट टाढा राख्न। धेरै महान पास्टरहरू, अगमवक्ताहरू र आत्मिक योद्धाहरू व्यभिचारको कारण लडे किनकि उनीहरूले यसको शक्तिलाई हल्का आँकेका थिए। शैतान लगातार व्यभिचारलाई एउटा जालका रूपमा प्रयोग गर्छ किनभने उसलाई थाहा छ कि सबभन्दा बलियो आत्मिक मानिसहरू पनि आफ्नो शरीरद्वारा पराजित हुन सक्छन्। 4. टुटेको मन व्यभिचारको ढोका खुला गर्छ। धेरै छानिएका मानिसहरू भावनात्मक घाउ, अस्वीकृति र विगतका पीडाहरू बोकेर हिँडिरहेका हुन्छन्। यी घाउहरू व्यभिचारका लागि ढोका बन्न सक्छन्। जब कोही भावनात्मक रूपमा कमजोर हुन्छ, शैतान व्यभिचारलाई झुटो सान्त्वना र सम्बन्धको रूपमा प्रस्तुत गर्छ। भित्री उपचार बिना व्यभिचार बारम्बार दोहोरिने हतियार बन्छ, जसले पाप र लाजको पर्खाल निर्माण गर्छ जुन भत्काउन गाह्रो हुन्छ। 5. कहिलेकाहीँ शक्तिशाली आत्मिक वरदानहरू कमजोर शरीरसँग आउँछन्। धेरै छानिएका मानिसहरू सशक्त आत्मिक वरदानहरू लिएर आउँछन्, तर उनीहरू पनि मानिस नै हुन्। प्रार्थना नगर्नु, वचन नपढ्नु वा उपवास नगर्ने जस्ता आत्मिक अनुशासन बिना युद्ध गर्न गाह्रो हुन्छ। बढी अभिषेकका लागि बढी अनुशासन आवश्यक हुन्छ। आत्मा बलियो नबनाई छानिएका मानिसहरू सजिलै व्यभिचारका विचार र कामहरूमा फस्न सक्छन्। व्यभिचार त्यस्तो युद्ध हो जुन धेरै छानिएका मानिसहरूले चुपचाप झेलिरहेका छन्, तर विजय सम्भव छ आत्मिक अनुशासनद्वारा। तिनीहरूले यो युद्ध जित्न सक्छन् र आफ्नो आत्मिक यात्रा निरन्तर जारी राख्न सक्छन्। शैतानको काम तपाईलाई उल्झाउनु हो, तर परमेश्वरको शक्ति सधैँ शैतानभन्दा ठूलो हुन्छ।
प्रश्न यो हो, तपाईँ लड्नुहुन्छ वा हार मान्नुहुन्छ?